तपाईँ र मेरो छिमेकी चाहिँ को हो त? सबैजनालाई यसको नाममा जय मसी। आजको टपिक तपाईँ र मेरो छिमेकी चाहिँ को हो त? व्यवस्थाका पण्डितले परमेश्वरलाई यानि कि यीशु ख्रीष्टलाई यसरी प्रश्न गर्नुभएको छ, मैले अनन्त जीवन पाउनको लागि के गर्नुपर्छ? अनि उहाँले भन्नुभयो, तिमीले व्यवस्था पढेनौ? अनि पण्डितले भन्नुभयो, पढेको छु। त्यहाँ लेखिएको छ, तिम्रो सारा मनले, सारा समझले, सारा शक्तिले, सारा प्राणले चाहिँ आफ्नो छिमेकीलाई आफैले चाहिँ प्रेम गर भनेर भन्नुभएको छ। अनि यीशु ख्रीष्टले भन्नुभयो, तिमीले ठिकै भन्यौ। अनि उहाँले फेरि प्रश्न गर्नुभयो, मेरो असल छिमेकी चाहिँ को हो त? यानि कि मेरो छिमेकी चाहिँ को हो त भनेर उहाँले प्रश्न गर्नुभएको छ है। अनि उहाँले जवाफ दिनुभएको छ, मेरो छिमेकी चाहिँ को हो त भन्दाखेरि यीशु ख्रीष्टले यहाँ भन्नुभयो भन्नुभयो लुका 10 को 30 देखि हामी हेर्दै जान्छौँ भने एकजना मानिस यरुसलेमबाट एरिहोतिर जाँदै थियो। त्यो डाकुहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटेर अधमरो पारी छोडेर गए। संयोगले एउटा पुजाहारी त्यही बाटो भएर जाँदै थियो र त्यो अधमरो मानिसलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। तर एउटा सामरी उसको यात्रामा जाँदै गर्दा त्यो मानिस भएको ठाउँमा आइपुग्यो र त्यसलाई देखेर उसको मनमा दयाले भरियो र त्यस कहाँ गएर तेल र दाखमत लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो र आफ्नै गधामाथि चढाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो। भोलिपल्ट उसले दुई चाँदीका सिक्का पौवाका मालिकलाई दिएर भन्यो, यिनको हेरचाह गर र अरू बढी खर्च लागेमा म फर्केर आउँदा तिमीहरूलाई तिरिदिनेछु। यसोले भन्नुभयो, तिम्रो विचारमा ती तीन मध्ये डाकुहरूका हातमा पर्ने मानिसको छिमेकी चाहिँ को हो ठहरियो? तिनले भने, त्यस मानिसमाथि दया देखाउने चाहिँ। यसोले तिनलाई भन्नुभयो, जाऊ तिमी पनि त्यसै गर। आज हामी पनि हाम्रो छिमेकीलाई यसै गर्दैछौँ कि अथवा लेवी र पुजाहारी जस्तै गर्दैछौँ त? होइन, सामरी एउटा सबैभन्दा मानिसले सामरी भने कतिले बुझ्नुहुन्छ, एउटा सानो जाति भनेर पनि दबिएको हुन्छ त्यो सामरी जाति है। उसले चाहिँ त्यो अधमरोलाई लगेर पौवामा राखेर भोलिपल्ट त्यो सिक्का पनि अझ दिएर अनि उसलाई चाहिँ सबै कुरा हेरचाह गरेर चाहिँ उसले आफ्नै गधामा पनि चढाएर लग्यो। तर त्यो दुईटा पुजाहारी र लेवीले चाहिँ फर्केर पनि हेरेन। आज हामी त्यो दुईटा लेवी र पुजाहारी भित्र पर्छौँ कि या त हामी सामरी एउटा उहाँलाई छिमेकी, ऊ चाहिँ हो एउटा असल छिमेकी होइन। उसले एउटा छिमेकीलाई चाहिँ आफैलाई चाहिँ प्रेम गरेर चाहिँ उसले चाहिँ एउटा के गरेको छ, एउटा महान बनेको छ। येशू ख्रीष्टले भन्नुभयो, तिमी पनि त्यो व्यवस्थाको पण्डितलाई तिमी पनि जाऊ अनि त्यसै गर भन्नुभएको छ। आज हामी पनि त्यही बाटोमा छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्नेछौँ। हालेलुया, जय मसीह सबैजनालाई। गड ब्लेस यु अल।